थाहा छैन आँसु नै आयो हेलो साथीहरू नमस्ते मिजोर सबैजनालाई वेलकम छ मेरो ब्लगमा हजुरहरूलाई आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ हजुरहरूलाई म यसो घुमाउने छु ल आज हामी कहाँ जानेछौँ हामीहरू बजार जानेछौँ हामीहरू के को लागि हाम्रो चाहिँ पर्सि प्रोग्राम हो साथीहरू हामी चाहिँ नानीको प्रोग्राम छ अनि प्रोग्रामको लागि सामानहरू किन्नको लागि जाँदैछौँ जिन्स प्यान्ट र व्हाइट कलरको बेस्ट भए पनि सर्ट भए पनि चाहिने अरे त्यसैले म हजुरहरूलाई देखाउने नै छु साथीहरू यस्तो झ्याउ लाग्छ नि यो लुगा खोज्न जस्तो गाह्रो चाहिँ केही पनि होइन कि साथीहरू हामी चाहिँ जाँदैछौँ रुमबाट निस्किसक्यौँ है साथीहरू अहिले म हजुरहरूलाई बाटोमा देखाउने साथीहरू यो चाहिँ 160 होला मैले यहाँनिर भोइस कभर गर्नु पाएन मैले यहीँ गरेँ साथीहरू हामी चाहिँ अटो चढेर गइसक्यौँ अब म चाहिँ बेड जान्छु बेडबाट आएर नानीलाई के किनिदिनु अरे लुगा कुन कलरको व्हाइट र जिन्सको प्यान्ट ब्लू यो जिन्स प्यान्ट अरे अनि त्यसपछि व्हाइट कलरको सर्ट भए पनि भेस्ट भए पनि हुन्छ अब चाहिँ गर्मी लाग्नु थाल्यो साथीहरू के पो भन्छ भेस्टै किनिदिँदा ठिक हुन्छ होला जस्तो लाग्यो मलाई चाहिँ हेलो जिन्स कति आयो कसरी टिप्छ अरे साथीहरू हामी चाहिँ नानीको लागि हेर्नको लागि हिँड्दैछौँ कि अब कस्तो कस्तो भेट्छ के भेट्छ हेरौँ त यहाँ त आउँदै चाहिँ खासै पाउला जस्तो चाहिँ छैन तर पनि हेर्ने बहिनी व्हाइट कलरको भेस्टहरू छ नानीहरूको अनि जिन्स कलरको पेन्ट ल जिन्सको पेन्ट टिकटक आइदिएको मलाई देखाइदिँदा जिन्सको पेन्ट जिन्सको पेन्ट जिन्सकै पेन्ट मतलब जुन कलर पनि भयो अह कस्तो कलर चाहियो भने त त्यही जिन्सकै कलरको जिन्स कलरकै अनि व्हाइट कलरको भेस्ट भए पनि सर्ट भए पनि देखाइदिनु नि अलिक खुल्लाबाट ल त्यो चुज पेन्टहरूलाई चुज चाहिँ बन्द अरे त्यो त ठुलो हुन्छ यो त लेडिज जस्तो छ त नि म केटी त हेर म केटी होइन त केटा हो तिमी 23 को त्यो 24 को यस्तो त लाग्दैन है केटीको त केटाको हो यो होइन ब्यागी पेन्ट केटा र केटीको फाल्टै भइहाल्छ नि सर्ट चाहिँ छ भने ल्याइदिनु भोइस भए पनि प्योर व्हाइट ल यस्तो कलरको पनि हुन्छ के लाग्दैछ रहेछ फेरि यस्तो चाहिँ भएन छ भने देखाइदिइहाल्नु बहिनी छैन भने हामी फर्किहाल्छौँ हेर्दैछौँ हामी के भेटिन्छ कि भेटिँदैन ल यस्तो अर लाग्यो कुन चाहिँ हुँदैन होला हौ अलिक ठुलो हुन्छ होला कि ल त्यो ठुलो मान्छेको जाउँ न उतै
चाहिन्छ 1000 बस्ने मार्केटमा खोइ होइन हुन्छ अङ्कल त्यो मन पर्यो जिन्स के हो र यो हुँदैन लु होस् अब एकचोटि बस्नु मार्केटमा जाउँ अनि त्यसपछि भएन भने भोलि ल भएन भने भोलि ल अब मार्केटमा गएर ससेज किन्ने सब्जीहरू 87 छिरेको भाटबाट नि जलेपछि चाहिँ यस्तो यहाँनिर नानीलाई एउटा टिफिन पठाइदिएको थियो कि राम्रो लागेको थियो अनि त्यही हेर्न आएको फेरि 8 जनलाई लियो अरे यो कस्तो लाग्यो यो यहाँ आउन छिटो सबै राम्रो हौ राम्रो छ सबै यहाँ दिदी देखाउ त यसरी देखाउ त मलाई देखिरहेको छु म साथीहरू यहाँ हेर्नु ल यस्तो रहेछ कि कस्तो राम्रो रहेछ यो चाहिँ यस्तो यो मात्रै रहेछ 2 बक्स मात्रै अस्ति त थिएन त हौ मम्मी यो पनि किनिदिनु न कुन हो ऊ त्यो उयो यो ऊ त्यो यो किनिदिनु न जरुरत हुन्छ हौ साइकल त्यो के भयो भने नि त यो ठिक छ कि छैन हँ पिङ्क कलर लाने कि यो जात ऊ पिङ्क कलरको यो लाने यो तिनवटा भएको सजिलो हुन्छ यही बोकौँ ल यो बोकौँ अनि अरू हेलो गाइस हामीहरू चाहिँ यहाँ आएको छौँ मार्केटमा सुपर मार्केट यहाँहरू त बच्चाको खेल्ने ठाउँ बच्चाको यस्तै भनेको हो मैले यस्तै नै लेट्ने बुझ्छको अरू केही छैन होला हौ चम्चीहरू पनि रहेछ प्लेट यस्तो प्लेट चाहिँ 10 रुपियाँ हुन्छ सिस्टर कालो खालको ट्रे थियो नि यो गाडीहरू कतिको होला यस्तो किन्नु मिल्दैन हामीहरू चाहिँ ठुलो भइसकेको छौँ यस्तो गाडी चाहिँ किन्नु मिलेन हामीले चाहिँ पढ्नुपर्छ गिलास धेरै यस्तो अब अरू चाहिँ के भयो दादा डब्लु यो किनिदिनु न डब्लु रिङको मामु आऊ मामु यो किनिदिनु न यो कसैको गर्दा मात्रै पुस्छ रे यसले अरे मैले चाहिँ घरमा गएर देखाउँछु तपाईँहरूलाई के सामान किन्यौँ भनेर ल हामी चाहिँ साथीहरू फाइनली हामी चाहिँ घर आइपुग्यौँ हामीले के ल्यायौँ भन्दाखेरि चाहिँ म हजुरहरू देखाउँछु ल प्रामले 33 को
कोक ल्याएँ 140 को होइन कोक 140 को कम्फर्ट कसले चलाउनुहुन्छ कसले युज गर्नुहुन्छ 375 को अस्ति त 400 खै कति कति थियो अहिले 375 यो ब्लू भन्दा चाहिँ पिङ्क कलरको चाहिँ एकदम राम्रो हुन्छ यो कम्फर्ट एउटा भनिहाल्छु ल कम्फर्टको बारेमा मेरो चाहिँ दिदीले कम्फर्ट दिनुभएको रहेछ बहिनीलाई अनि म चाहिँ टोइलेट सफा गर्ने होला भनेर म गनाएँ नि त टोइलेट सफा गर्ने होला भनेर टोइलेट गरेँ भुइँ पुछेँ यस्तो मखमख गनाएँ अनि म आनन्द भए बस्नु पनि लास्टमा त कराएर हर्लिक्स नखाइ नसक्ने अरे त्यसैले हर्लिक्स ल्याइदिएँ साबुन ल्याएँ ल साथीहरू मैले साबुन त चाहिएन अनि यो फिनेल ल्याएँ साबुन ल्याएर धन्दा गर्ने साबुन एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा 19 रुपियाँको 1 रुपियाँ गर्दा पनि यहाँनिर 10 रुपियाँ मलाई फाइदा 5 रुपियाँ फाइदा भएको छ ल म त ल्याएँ कहिलेकाहीँ थुक्पाहरू खाइन्छ पानीपुरी होइन अनि यो चाहिँ मैले सुपारी ल्याएर सुपारी खानुलाई घरबाटै सुपारीमै सुपारी छ र पनि सुपारी खानु लाग्छ अनि यो चाहिँ छ साथीहरू आइमन्ड केटाकेटीहरूलाई अनि लास्टमा चाहिँ पानीपुरी लुगा चेप्ने ल्याएँ 1 दर्जन लुगा चेप्ने ल्याएको लास्टमा छैन लास्टमा कतिवटा यो ल्याइदियो लन्च बक्स नि हालेर साथीहरू यो चाहिँ एकदम मन परेको मलाई अस्ति पनि ल्याइदिएको थिएँ अस्तिको पनि त्यो राम्रै छैन यो चाहिँ यो पनि अब बिग्रियो भने चाहिँ म लन्च बक्सहरू ल्याइदिन्छु अस्तिको चाहिँ मैले महँगो लाएँ नि 1000 रुपियाँ लाएँ होइन नानी राम्रो छ कि छैन त्यो अस्तिको त्यो फुटिहाल्यो त्यो बिर्कै फुट्यो बेसी चाहिँ स्पुन पनि छ यो काँटा पनि छ यो चाहिँ अनि यो छ टिस्यु पेपर यो चाहिँ नानीले भनेको धुने यो पुस्ने भन्छ पुस्ने मात्रै त होइन है साथीहरू यहाँ अनि चाहिँ यो छ बोतल अनि ससेज चाहिँ फेरि उसको फेभरेट हो नि ससेज ल्याइदिएको छु अनि साथीहरू चिज ल्याइदिएको छु ल पिज्जा खानको लागि रोल खानको लागि बर्गर खानको लागि स्यान्डविच खानको लागि पनि एकदम राम्रो हुन्छ लास्टमा चाहिँ उसको किटक्याट साथीहरू मैले चाहिँ यति नै ल्याएँ है साथीहरू मलाई चाहिँ सबैभन्दा बेस्ट लाग्यो भने हेर्नु त लाभर्कै भएको पनि अब गर्मी महिनामा त के हुँदैन नि त राम्रो हुन्छ सिसाको अस्ति ल्याएको यो सिसाको अरे के पो भन्छ सिल्भरको तातो हुने खालको हुन्छ नि त्यो ल्याएको राम्रो लागेन मलाई त्यो 1000 रुपियाँको यो 540 को कतिको ठिक छ अस्ति 160 मा चाहिँ नि साथीहरू आएको देखेको थिएँ तर ल्याइँदैन रहेछ लन्च बक्स साथीहरू मैले चाहिँ यति नै ल्याएँ अब के कसो हुन्छ हजुर ल्याइने गर्छु है त अनि अब हामी चाहिँ खानासँग पकाउँछौँ खान्छौँ अनि नानीलाई होमवर्कहरू पनि त गराउनु पर्छ नि त 2 दिन भइसक्यो ट्युसन छुटेको साथीहरू हामी चाहिँ मेन केमा गएको भने नि के गर्नको लागि गएको भने नि साथीहरू नानीको स्कुलको के प्रोग्राम थियो अनि पर्सिहरू प्रोग्राम अनि आजै किनिदिइराख्नु पर्यो भनेको त आज त सोमबार रहेछ बन्द अनि अब भोलि चाहिँ म फेरि नानी स्कुलबाट छुट्टी भएर आउँछ अनि त्यसपछि लिएर जान्छु ल ए हिजो कि साथीहरू मेरो नानीलाई ज्वरो आएर टाउको दुखेर माम नखाइ सुत्नु खोजेको थियो होइन 5 बजी सुतेको 6-7 बजी मात्रै उठ्यो अनि त्यही भएर मैले राति भात पकाएर खुवाएर अनि 2 जनाले भएर खायौँ अनि 10 बजीसम्म नै हो गफ गरेको नि अनि त्यसपछि हामी सुत्यौँ हस् त हाम्रो चाहिँ यस्तै छ है रुम साथीहरू अब के गर्नु अर्काको घरमा बस्नु परेको छ घरमा जस्तो सजिलो कम्फर्टेबल चाहिँ हुँदैन होइन अनि हामी अब खाना बनाउँछु मैले आज हेर्नु न अब बजार आएको सब्जी नै ल्याउनु बिर्सेछु आज नानीलाई चाहिँ ससेज चाहिँ खुवाइदिन्छु ल म चाहिँ खाँदिनँ होला माम साथीहरू हरेक कुराहरू पर्सनल कुराहरू पनि भनेर सेयर गरेर चाहिँ म जति सक्दो म चाहिँ सेयर गर्नेमा पर्छु होइन साथीहरू
किनभने बाहिर जति हाँसे पनि नि भित्र चाहिँ यहाँ यो मन चाहिँ रुइ नै रहेको हुन्छ क्या। त्यो पुरा चाहिँ मलाई मात्रै थाहा छ, अरूलाई थाहा छैन। आँसु नै आयो। म चाहिँ कस्तो छु भने नि आफ्नो मनको कुराहरू, आफूलाई उयो भएको कुराहरू, मन चित्त दुखेको कुराहरू पनि भन्दाखेरि नि एकदम चित्त दुखेर चाहिँ एकदम आफैलाई नै आँसु आउँछ क्या। अनि त्यो पहिले दसैँमा भिडियो हाल्नुभएको थियो मेरो सुमनले, बुढाले। अनि त्यो भिडियो हेर्दै आफैलाई रुनु मन लाग्थ्यो, कति रुन्थेँ म। हेर्नु न अहिले पनि आँसु आउँदैछ। ल साथीहरू, के हुन्छ म देखाउँदै गर्छु, नभए आजको ब्लग चाहिँ म आज यहीँ इन्ड गर्न चाहन्छु। हस् त, नमस्ते, बाई बाई राति पनि बाई 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 बाई। हामी चाहिँ होइन राति पनि गरिदिन्छु भ्लग। बाई 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 बाई। खै माया